एउटा गेम खेलौँ है त। के कुरा चाहिँ बिलोङै गर्दैन र है त। के कुरा चाहिँ बिलोङै गर्दैन। बोतलहरू भन्दा पनि यो बोतल लिएर यहाँ फालेर जाने मान्छे बिलोङ गर्दैन यस्तो। यहाँ आएर फोहोर गर्ने यस्तो हिउँ लिटरल्ली पानीको सबभन्दा पहिलो स्रोत हो यो भनेको। त्यस्तो ठाउँमा आएर यसरी कोक खाने अनि फाल्ने यहाँबाट हुन्छ नि एउटा भरी भाँडा यहाँसम्म बोकेर ल्याउँदाखेरि चाहिँ केही फरक नपर्ने अनि अब यहाँबाट फिर्ता जाँदाखेरि चाहिँ यति पनि फिर्ता लिएर जान नसक्ने भनेपछि कस्ता मूर्खहरू हुन्छ। पटमूर्खहरू, तिमीहरू पटमूर्खहरू हो। अर्को पालिदेखि यसो नगर्नु। यहाँ आएर आफ्नो घरमा यसरी फोहोर गरेर हिँड्ने होइन। यो सबैजनाको साझा सम्पत्ति हो। मूर्ख बन्न नखोज्नु।